देशमा अझै ठुलो अनिष्ट हुनेछ। जुन व्यक्तिहरू राज्यले खोजेको थियो र जुन व्यक्तिहरूले अहिले राज्यले शासन चलाउनु पर्ने थियो त्यो व्यक्तिहरू नभइकन आज देशमा जति पनि शासक वर्गहरू भए यिनीहरू चाहिँ एनजिओका विदेशीका गुलाम एनजिओका मालिकहरू भए, जसले जेनजी आन्दोलनमा जुन सपना देखेर मेरा भाइ बहिनीहरूले रगत बगाएका थिए त्यो रगतको सपना पुरा भएन। जबसम्म यो रगतको सपना पुरा हुँदैन तबसम्म यो देशमा रगत बगि नै राख्छ। हैन गुरु, तपाईले भन्नुभयो जसले चलाउनु पर्ने थियो उसको हातमा देश पुगेन, अरु नै व्यक्तिको हातमा पुग्यो भन्नुभयो। को व्यक्ति हो त्यो देश चलाउन सक्ने? अहिले त सब फेलियर भइसके, पार्टी फेलियर भए, दल फेलियर भए, संविधान फेलियर भयो, सब फेल भइसक्यो। अब यो समयमा त को चाहिँ छ त्यस्तो अझै व्यक्ति अझै पनि बचेको, जनताको मनमा बसेको थिए? जनताको मनमा बसेका व्यक्तिहरू थिए, जसरी रविलाई निकालेको थियो हैन। एउटा रविले बारम्बार भनेको थियो यो भ्रष्टाचारीहरूलाई म छोड्दिनँ, कुनै पनि भ्रष्टाचारीहरूलाई छोड्दिनँ उहाँले भनेकै थियो। र उहाँमाथि एउटा निर्दोष व्यक्तिमाथि जसरी गरेका थिए त्यसको त उहाँले केही न केही गर्नै हुन्थ्यो। जसरी दुर्गा पचाइ थियो, बारम्बार यिनीहरूबाट पीडित हैन, बारम्बार सत्य बोल्दाखेरि कसैले पैसा लुकायो, कसैले भ्रष्टाचार गर्यो भन्दा बारम्बार जेल जानु परेका हैन। त्यस्ता व्यक्तिहरू जसले यो भूमि पुजारी हैन खोजेको। म तपाईहरुलाई छर्लङ भनिदिन्छु, म फेरि यो राजावादी उ राजावादी भन्नु होला, यो होइन कि यो मातृभूमि, यो भूमि भनेको तन्त्र मन्त्र र धर्मले चलेको भूमि हो हैन। जबसम्म यो देशमा भूमि पुजारी सहित कार्यकारी प्रधानमन्त्री, जनताले चुनेको प्रधानमन्त्री आउँदैन तबसम्म यो देशमा सुशासन कहिले हुन सक्दैन। यो यथार्थ सत्य हो, यथार्थ सत्य यही हो। त्यसैले अहिलेको आवश्यकता भनेको, यो देशको आवश्यकता भनेको हिँड्नै नसक्ने बुढीमाउहरू होइन क्या। अहिलेको आवश्यकता भनेको यङ व्यक्तिहरू जसले भ्रष्टाचार बुझेका छन्, जसले भ्रष्टाचारको विरुद्धमा बोल्दाखेरि कारावास बस्नु पर्यो, बारम्बार पीडा भोग्नु पर्यो, यस्ता व्यक्तिहरूलाई ल्याउनु पर्थ्यो। जसले भ्रष्टाचारलाई भ्रष्टाचार नियन्त्रण गर्छु भन्दा राज्य शासनै छोड्नु पर्यो, त्यस्ता व्यक्तिहरूलाई ल्याउनु पर्ने थियो। गुरु के त रवि लामिछाने आए भने यो विषम परिस्थितिमा, देश सङ्कटको बेलामा संविधान असफल, दल असफल, यो अवस्था पनि सम्हाल्न सक्छन् त भने तिनले? सक्छन्। रवि, दुर्गा, डाक्टर महावीर पुन सम्हाल्छन्, हिम्मत छ यथार्थ सत्य हो। उनको कब्जामा गयो भने देश सही ढङ्ग ट्र्याकमा आउँछ, भ्रष्टहरू पाखा लाग्छन् हैन? हो, दुर्गा प्रसाई पनि आउनुपर्छ, रवि पनि आउनुपर्छ, यस्तै अरू व्यक्तिहरू पनि थुप्रा व्यक्तिहरू छन्। तर गुरु अहिलेको यो अन्तरिम सरकारले जुन जेनजी आन्दोलनले जुन क्षेत्र जनाको बलिदानबाट जुन बनेको यो अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओम प्रकाश अर्याल यी सबै असफल भइसके भन्न थालिसकेका छन्। अहिले असफलको ट्याग लागेको छ के? साँच्चै यिनीहरू असफल भएका हुन् गुरु? यिनीहरू असफलै त हुन्। जुन भूमिले, माटोले मागेको र जेनजीले देखेको सपना यिनीहरूले परिपूर्ति गर्न सक्दैनन्। यिनीहरू त्यो परिपूर्ति गर्नको लागि यो देशमा शासन गरेका होइनन्। यिनीहरूलाई त विदेशी एनजिओहरूले बनाएका हुन् र यिनीहरूले एनजिओको लागि के यो देश फ्री टिबेटको लागि बोल्ने देश हो कि? यो देश भारत विद्रोहीहरूलाई भित्राउने देश हो कि? यो देश भुटानी शरणार्थीहरूलाई नागरिकता दिने देश हो कि? यो देश टिबेटनहरूलाई नागरिकता दिनुको लागि बनेको देश हो? होइन नि। अब यस्ता व्यक्तिहरूको समर्थनको लागि बनेको सरकारले के यो देश र जनताको लागि काम गर्छ? हेर्दै हेर्नुहोस्, अब प्रत्येक जेनजीका भाइ बहिनीहरू जेल जाँदैछन्। जेल जाँदैछन् होइन? जेनजी उपाले त भ्रष्टाचारीहरूलाई जेल हाल्नको लागि आन्दोलन गरेका थिए, के आफै जेल पस्नको लागि आन्दोलन गरेका हुन्? होइन, तर आफै जेल पर्दैछन्। किन पर्दैछन् गुरु? हेर्दै हेर्नुहोस्, किन पर्दैछन् यिनीहरू? आगो लाए, तोडफोड गरे, विद्रोह गरे, दुनियाँ होइन आगो लाउने, विद्रोह गर्ने, विध्वंस मचाउन त कसले दिन्छ त अधिकार? त्यो त कसैले त्यसमा मान्छे मारेर जेल हाल्ने कि नहाल्ने? आगो लगायो भने उत्सवले जेल हाल्ने कि नहाल्ने? हाल्नु पर्यो। हो, हामी कानुन राज्यमा छौँ। हो, अनि जसले आगो लगायो भनेर निर्देशन दिएको छ त्यसलाई प्रधानमन्त्री बनाउने। अनि बिचरा अहिलेको प्रधानमन्त्री सुशीला कार्कीले आगो लगायो भने भिडियो नेपाल प्रहरीले भन्यो त, भिडियोको प्रमाणको रूपमा हेर्दै हुन्छ तपाईँ पनि त्यो आन्दोलनमा उत्साउने व्यक्ति तपाईँ पनि हो होइन? तपाईँले बिना प्रमाण यसरी तपाईँ कसरी बिना
त्यहाँ आरोप लगाउनुहुन्छ तपाईँ? आन्दोलन गएर उचाएको होइन। कहाँ उक्सायो? कहाँ देख्नुभयो तपाईँले? तपाईँ मिडियाकर्मी होइन, तपाईँको दृश्य छैन, तपाईँको आँखा छैन, तपाईँको क्यामेराले खिचिरहेको छ त। यसो त अहिलेका प्रधानमन्त्री गृहमन्त्री असफल भइसके होइन? असफल हुन् र यिनीहरूले देश बनाउन आएका पनि होइन। देश पनि बनाउँदैन। जेनजीका माग त पुरा गर्छन् होला नि। जेनजीको माग के थियो? संविधानको खारिजी थियो, खै संविधानको खारिजी गरे। संघीयता खारिजी थियो, खै खारिजी। भ्रष्टाचारीहरू सबैलाई जेल हाल्नुपर्ने थियो, खै जेल हालेको। अझ प्रधानमन्त्रीले के भन्नु? जेनजीको मागै के थियो र? मरेका मान्छेहरू फिर्ता आउँदैन, अब राज्यले के दिँदै? पैसाले व्यक्तिको ज्यान आउँछ? जेनजीको माग केही पनि थिएन, त्यतिकै मरे। एउटा गुरुङ भाइ के भन्दैछ? संविधान संशोधन गर्यो भने त आर्मी आउँछ अरे। यो देशमा कति संविधान संशोधन भयो? इतिहास पढेका छैनन्। बारबारा फाउन्डेसन मेरो आमा हो, मैले त केही गर्ने होइन। बारबारा फाउन्डेसनले जे भन्छ त्यही गर्ने हो अरे। अनि उनी नेपाली हुन्? एउटा पोसाक बिनाको मानिसले आज नेपाल प्रहरीमा त्यत्रो वर्ष जागिर खाएर इमान्दार भएका आर्मी चिफ र प्रहरी चिफहरूलाई थर्काउँदै थियो। दादागिरी शैलीमा अगाडि बढेका छन् सुदन गुरुङ। दादागिरी चलेको छ। यो के गुन्डा राज हो? गुन्डा राज चलाइरहेका छन् सुदन गुरुङले। हो त। कसरी भन्नु? संसदमा गएर, प्रधानमन्त्री कार्यालयमा गएर प्रहरीहरूको बैठक भइरहेको, सुरक्षाकर्मीहरूको बैठक भइरहेको बेला गएर थर्काउने कहाँको मानसिकता हो उहाँ? के हो त? कसरी परिचालित हुनु नि? स्वचालित हुन् कि परिचालित हुन्? के परिचालित हुन्? सुचालित व्यक्ति त नेपाली हो। होइन, तपाईँ एउटा आसनमा हुनुहुन्छ, एउटा पवित्र स्थानमा हुनुहुन्छ। यसरी त्यही त पवित्र कुरा गर्दैछु भनेको। गर्नुहोस्। त्यही त पवित्र कुरा गर्दैछु। एउटा पवित्र स्थानमा त्यो ठाउँमा रहेर पनि यसरी नाना थरीका आरोप लगाउने, भयान लगाउने कुरा होइन, अनर्गल कुरा यस्ता आरोपै लगाउने भए, पाप लाग्छ। आरोपै लगाउने भए मैले रविलाई लाउँथेँ होला, बालेनलाई लाउँथेँ होला, हड्कालाई लाउँथेँ होला, अरूहरूलाई लाउँथेँ होला। किन लाइन? सुदन गुरुङ जनताको लागि, जेनजी युवाको लागि, देशको लागि छैनन्? छैनन्। एनजिओको लागि हो, बारबारा फाउन्डेसनको लागि हो। स्वार्थ के छ यसमा? हो, स्वार्थ उहाँकै स्वार्थ छ त। बारबारा फाउन्डेसनको स्वार्थ छ त। स्वार्थ टिबेटलाई फ्री गराउनु छ, त्यति हो। अहिले टिओबीको टी सर्ट खुब भाइरल भएको छ आन्दोलनमा। के हो यसको राज? टिबेटन के ओरिजिनल ब्लड रे के हो यसले? अनि त्यहाँ हेर्नुहोस् त के भनेको छ? आगो लागोस्, फोरियोस्, मन्दिर भत्कोस्, जे सिकोस्, तर मेरो देश चाहियो अरे। कुन देश चाहियो उहाँलाई? टिबेट चाहियो अरे। नेपालमा बसेर नेपाललाई तिब्बत बनाउने भन्न खोजेको टिबेटलाई स्वतन्त्र चाहियो अरे। नेपाललाई मरुभूमि बनाएर, नेपाललाई युक्रेन बनाएर टिबेटलाई फ्री हुनु पर्यो। नेपाललाई युक्रेन बनाउन चलखेल हुँदैछ। हो अवश्य। यति धेरै गम्भीर राजनीति भित्र चलिरहेको छ। हो अवश्य। हैन यी सूचनाहरु मैले कसरी थाहा पाएँ? 84 मा चुनाव हुँदैन, यो व्यवस्थाले 82 काट्दैन, 284 नम्बर व्यवस्था त फेरि अघियो छ, चुनाव पो भएन। व्यवस्था त टेकी रहेछ। के व्यवस्था टेकी? व्यवस्था छ अहिले व्यवस्था छ। हटाइरहेका छन् त, धर्म रहेको छ, तर पनि त थामेका छन्। हेर्नुहोस् त, प्रधानमन्त्री सुशीला कार्कीले, राष्ट्रपतिले हटाइरहेका छन्। दुई हात खुट्टा मरेको लासलाई भेन्टिलेसनमा राखेर उसको आफन्त आउँदैछ, त्यति बेलासम्म भेन्टिलेसन नखोल्नु भनेर राखेकोलाई हेर्नु छ भन्नुहुन्छ तपाईँ? त्यो त मृत्यु हो नि। मृत्यु भइसक्यो, यो असफल भइसक्यो। अब परिवर्तन हुनुपर्छ। हो, तर चाहिएन नि। जहिले उहाँले यही संविधान चाहिन्छ, यही संविधानलाई बरु पुनर्लेखन गर्नुपर्छ, फेरबदल गर्नुपर्छ। तर यहाँभन्दा हामी बाहिर जानु हुँदैन। यदि बाहिर गयो भने विदेशी हस्तक्षेप हुन्छ, विदेशी सेना आउँछन्, विदेशी सेनाले हाम्रा दिदी बहिनीमाथि बुट पचार्छन्। हामी हेर्न सक्दैनौँ भनेपछि उहाँहरूले अहिलेको सरकार भनेको हिजो केपी शर्मा ओलीको सरकार भन्दा क्रूर सरकार भएको छ। हो त। केपी ओली सरकार माइती घरमा खाजा खाइराखेकोलाई हातगोडी लगाइराखेको छ। माइती घरमा एउटा देशको लागि आवाज उठाउनलाई हातगोडी लगाएर जेल लगिराखेको छ। हिजो अस्ति चाहिँ केही युवाहरूले चाहिँ र्याली गर्न लागेको स्वीकृति दिएन। ओलीभन्दा अराजक भयो कार्की सरकार। हो, अराजक भएका छन्। कसरी भयो? यो त 100 गाडी दिएर रातको लागि गाडी लिएर गएका थिए। अनि ओली भन्दा के कम्ती भए? यिनी कम छैन नि, हैन? तानाशाही छ नि पनि। यिनी पनि तानाशाही। तर यिनले त जनताको पक्षमा जनताका मुद्दाहरू उठाउँछन् भनेर खै उठाएको? खै त एकजना मेरा त्यत्रा
80 जना भन्दा 82 जना भाइ बहिनीहरूको मृत्यु भइसक्यो। तपाईँलाई थाहा नहोला सायद, मलाई थाहा छ। अब जुन असोज 23-24 गते जुन विध्वंस गरियो, जुन जेन्जी युवामाथि दमन गरिएको थियो नि, जेन्जी युवामाथि जुन गोली ताकी हानिएको थियो नि, त्यतिखेर जुन जिम्मेवारी नेतृत्वमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सिडिओ सबैलाई तत्काल पक्राउ गर्नुपर्छ भन्ने यही सुशीला कार्की हुनुहुन्छ, तर प्रधानमन्त्री हुनुहुन्छ। तर अहिलेसम्म पक्राउ किन परेका छन् यिनीहरू? किन डराइरहेका छन् अझै पनि? उनी नेपाली होइन, विदेशी हुन्। होइन, तपाईँले सुशीला कार्कीलाई विदेशी भन्न भन्नुभयो हो त? तपाईँ नेपालीले बनाएको प्रधानमन्त्री होइन क्या, विदेशीले बनाएको, विदेशीले बनाएको, टिओबीले बनाएको प्रधानमन्त्री, दलाई लामाले बनाएको प्रधानमन्त्री होइन। शुभकामना बधाई दिँदैमा दलाई लामाले बनाएको हुनुहुन्छ। आजसम्म नेपालको इतिहासमा आजसम्म यत्रो प्रधानमन्त्री भयो, किन शुभकामना दिएनन्? किन उनलाई होइन, उनलाई चाहिँ अब शुभकामना दिन मन लागेन। नेपालको पहिला महिला मन्त्री हो, प्रधानमन्त्री हो नि त। नेपालमा महिला राष्ट्रपति नि बनिसक्यो, किन शुभकामना दिएन त्यो बेलामा? प्रधानमन्त्री भयो, पदको हिसाबले त के राष्ट्रपति उच्च हो, किन दिएनन्? तर प्रधानमन्त्रीलाई दिएन। कुनै प्रधान न्यायाधीश हुँदा किन दिएनन्? यसमा भित्र गम्भीर षड्यन्त्र छ, यसभित्र होइन? गम्भीर षड्यन्त्र छ। तर गुरु, यो जुन ओलीलाई, रमेश लेखकलाई, ती 76 जनालाई हत्यारा गर्ने हत्याराहरूलाई किन पक्राउ गर्न सकेन कि सरकारले? ए बाबा, यिनीहरूले न त हत्यारालाई पक्राउ गर्छ, न त हत्यारालाई पक्राउ। मान्छे मारेपछि त पक्राउ पर्नुपर्छ नि। पर्नु पर्थ्यो, पर्छ। नपरेका कारणले गर्दाखेरि फेरि देशमा रक्तचाप हुन्छ, अनिष्ट हुन्छ। यदि अनिष्टलाई बचाउने भने तत्काल इमिडिएट यिनीहरूलाई हातगढ लाउनु पर्ने थियो। तर यिनीहरूलाई हातगढ नलाएर अब मलाई लाउँछन्, अब तपाईँहरूलाई लाउँछन् क्या हातगढ। तर यहाँ त आत्तिएका छन् रे। हेर्नुहोस् त, पूर्व सांसद कृष्णबहादुर महरालाई हतकटी लगाएपछि यतिखेर ओली, रमेश लेखक आत्तिएका छन् रे, तर्सिएका छन् रे। अब कुन दिन मेरो हातमा नै हतकटी लाग्छ। ओलीले खुल्लाम च्यालेन्ज दिन्छ, लताएर मलाई समात म यहीँ छु भने। ओलीको भाषण सुन्नुभएको छैन? खुल्ला च्यालेन्ज दिएर बसेको छ भन्दैछ। यो सुशीला कार्कीको सरकारलाई हामी मान्दैनौँ, गर्दैनौँ हो, खुल्ला च्यालेन्ज दिएछ त। खै त के गर्नु? पक्राउनै गर्न सक्दैन। कहाँ सक्छ? अहिले गृहमन्त्रीको हिम्मत छैन। छैन। गृहमन्त्रीलाई त भन्नुभयो ओलीजीले, बाबु धेरै चाँडो चुनाव नगर्नु भन्नुभयो। होइन, केपी ओलीको बाबु हुन् क्या? केपी ओलीको बाबु हुन् क्या? बाबु यो पुच्चे बच्चा, मैले चिन्दा पनि चिन्दैन, पुच्चे बच्चा भन्नु भन्छ त। ओली पक्रा पर्ने थिएछ। तर यो समयमा तपाईँले यो गृहमन्त्री असफल भइसक्यो, अहिले धेरैले आशंका गर्न थालिसके। यो ठाउँमा गृहमन्त्रीको पदमा यदि रवि लामिछाने भइदियो कि यिनीहरूको अहिले यो ठाउँमा यदि गृहमन्त्रीको ठाउँमा रवि, प्रधानमन्त्रीको ठाउँमा दुर्गा प्रसाद जस्ता व्यक्तिहरू, है फेरि मैले उहाँको फ्यान भएर भनेको होइन, यस्ता व्यक्ति भइदिएको है, कोकको ठ्याक लाएर आज देश सुशासन भइसक्थ्यो। लाटले हान्ने जेल ठोक्थ्यो, जेल पसिसक्थ्यो होइन? हो, खै त गरे। आर्मी चिफले त बोलाएको हो नि त, रविलाई पनि छोड्या हो, दुर्गा प्रसादले बोलाएको, तर मानेन अरे। किनकि विदेशी आन्दोलनै बिचमा के भयो, जेन्जी भाइहरूलाई उकास्यो। तर लास्टको नेतृत्व गर्दाखेरि एनजिओको हातबाट नेतृत्व भयो कि त्यो भयो। तर यतिखेर जेन्जी युवाहरू पनि एकजुट हुन सकेनन् कि। सँगै हेर्नुहोस् त, प्रधानमन्त्री सुशीला कार्कीले जेन्जीका युवाहरूलाई मन्त्री परिषदमा लिने। नेतृत्वविहीन राज्य कस्तो हुन्छ? नेपाललाई हेरे हुन्छ, राजा नभएपछिको यो यति वर्षको शासन। नेतृत्वविहीन आन्दोलन कस्तो हुन्छ भने जेन्जी आन्दोलनलाई हेरे हुन्छ। नेतृत्वविहीन हो होइन? अब के त जेन्जी युवाहरू पनि मन्त्री परिषदमा देखा पर्नुपर्छ, मन्त्रीमा बन्नुपर्छ भन्ने कुरा आइरहेछ। को भन्ने? सुदन गुरुङ उठिरहेछन् आवाजहरू। अब को जान्छन्, छलफल गरेर जान्छन् नि। तपाईँले देखेको अहिले पछि निकै चर्चामा रहेका सुदन गुरुङ, मिराजन ढुङ्गाना, प्रवेश दाल, यी व्यक्तिहरू कस्ता छन्? यिनीहरू ठिक छैनन् त? अब दाल भनेका दालै हुन् होइन, दालै खाएर गएका हुन् ती होइन। अब अर्को के भन्नुभयो, उहाँ बोल्नै हुन्न है, उहाँ बोल्नै हुन्न। घरमा गएर टक्का उहाँ त फेरि सुदन गुरुङ त अब के अरे 12 फाउन्डेसनलाई आमा भन्ने मान्छे, विदेशीलाई आमा भन्ने मान्छे, स्वदेशी काम कसरी गर्ने? आमा भन्दैमा कसरी विदेशी हुन्छ त? कसरी विदेशीको छोरा के नेपाली हुन्छ? कस्तो कुरा गर्नुभयो? नेपाली हुन्छ। तपाईँको आमा 12 फाउन्डेसन हो होइन? अनि त्यही भएर तपाईँ नेपाली हो? कस्तो कुरा गर्नुभएको तपाईँ? 12 आमा भन्नेको छोरा नेपाली हुन्छ? कस्तो कुरा गर्नुभयो? विदेशी हो होइन? किन विदेशीलाई चाहिँ हाम्रो जेन्जी युवाहरूले चाहिँ लिडर माने त?
बाबा चिनेनन् अहिले त्यसै कारण ती जेनजी आन्दोलनकारीहरू जसले चाहिँ यिनीहरूलाई माने यिनीहरूको मुख बन्द गर्दैछन् कसैलाई जेलमा हालेर कसैलाई मुख बन्द गरेर कसैलाई बोल्न नदिएर कसैलाई राष्ट्रपति भवन छिर्न नदिएर कसैलाई प्रधानमन्त्री कार्यालय छिर्न नदिएर मुख बन्द गरिरहेको हजुर गुरु मिराज ढुङ्गानाले भन्दैछन् अब देशव्यापी रूपमा हामी युवा फेरि एकजुट भइसकेका छौँ फेरि पनि हामी शक्ति देखाउँछौँ यी फटाहरूलाई तल लगाउनको लागि यिनीहरूले हाम्रा मुद्दाहरू हाम्रो रगत अझै पनि तातै छ सुकेको छैन उहाँ मिडियामा बोल्ने हुन्न बेलुका गएर टुट्टा खानुहुन्छ कि के हो होइन उहाँले मात्रै बोल्नुहुन्छ मिडियामा बोल्न मिल्दैन भन्नुहुन्छ उहाँ गएर बोल्नै नमिल्ने के रहेछ त्यस्तो यदि नेपाली हो र नेपालको लागि त्यहाँ केही छलफल भन्छ त बोल्न मिल्छ तपाईँले मिराज ढुङ्गालाई पनि शङ्कास्पद तरिकाले हो त्यत्रो भाइ बहिनीलाई उठाउनु भयो आन्दोलनमा स्वयं उहाँ आउनु भएन होइन दबाब आयो रे मार्ने आयो रे जो मान्छे देशको लागि मर्छु म लड्छु बलिदान दिन्छु भन्ने मान्छे आएन भने त्यो उ गर्न पाइन्छ गद्दार गरेको जेन्जी माथि गद्दार गरेको ठुलो गद्दार हो के मिराज ढुङ्गाना गद्दारी हो होइन तपाईँले गद्दारी यदि गद्दारी नभए भाइ त्यो आन्दोलनमा किन उपस्थित भएन उसको ज्यान जोगाउनु चाहिँ आन्दोलनमा उपस्थित नहुने अहिले मन्त्री खानुको लागि पड्काउनुको लागि म हो भन्दै होइन डर आयो अब सानो अब भर्खर हाम्रा जेन्जी त्यसैले नै पृथ्वीनारायण शाह डराएको भए बलभद्र कुँवर डराएको भए अमरसिंह थापा डराएको भए पेन्सन थापा डराएको भए यो देशै बन्ने थिएन के होइन यहाँ त चारैतिर सेनाको घेराभित्र रहेको राजालाई मार्ने देशमा अनि त्यो सानो बच्चा चाहिँ डराउँदैन भने त्यसपछि त अनि अरूलाई मार्न मिल्छ अरूलाई उत्साहमा मार्न लाउने उसलाई थाहा थियो ऊ पनि परिचालित हो त्यहाँ गोली ठोक्छ मर्छ भन्ने थाहा थियो त्यसैले ऊ ज्यान जोगाएर हो अवश्य हो सबै परिचालित हो अब के देशै परिचालित भन्दिने देश पनि अहिलेको सरकार परिचालित हो सरकार परिचालित जो परिचालित थिएनन् त्यो त जेलमा छन् बोल्नै दिएका छैनन् जनताको सरकार आउनलाई के गर्नुपर्छ त अब जनताको सरकार आउनको लागि यहाँ ठुलो विद्रोह हुन्छ फेरि विद्रोह कसका घरमा आगो झोस्नुपर्छ कतिलाई मार्नुपर्छ अब त्यो के गर्नुपर्छ म भन्दिनँ है म कसैको घरमा आगो लगाऊ भन्ने मान्छे होइन कसैलाई काटा विद्रोह त एउटा समय सीमा त्यसको तोक्या त हुँदैन होला त्यो भएर नगर घरबाट ननिस्क होइन त्यो नगर साँच्ची नै नगर भन्छु कि जबसम्म सही नेतृत्व पाउँदैनौ यो मैले भनिराखेँ जबसम्म सही नेतृत्व पाउँदैन तबसम्म लैल्याउमा लागेर अस्ति जस्तो व्यर्थैमा ज्यान नफाल सडकमा नउत्र तर फेरि मिराजले भन्दैछन् नि फेरि आन्दोलन गर्छन् भन्दैछन् आफै स्वयं के अरे उत्रेर हेरोस् न अनि गरोस् न फेरि आन्दोलन गर्छु भने सबैलाई उचाल्ने जुन पहिलो नेतृत्व उसको हुनु पर्यो पहिलो गोली चाट्ने ऊ होस् न अनि बल्ल मान्छ फेरि भाग्छ के सर्वसाधारणले खाने गोली पहिला मिराजले खानुपर्छ हो अमरसिंह थापाले गोली खाएर यो देश बचाएको हो त्यसो भएपछि मिराज ढुङ्गाना भगौडा भए भगुवा भए युवाहरूलाई 12-13 वर्षकोलाई धोका दिए तपाईँको भाषामा हो यथार्थ सत्य त्यही हो मेरो भाषामा होइन दुनियाँले बुझेको त्यही हो संसारले बुझेको त्यही हो होइन जनताले त ठिक छ प्रत्येक विवेक भएको जनताले बुझेको त्यही हो विवेक नभएको जनताले भट्टीमा बसेर त जे पनि भन्छन् नि भने फेरि भट्टी बस्या भन्दैन भट्टी बस्ने हो त कसरी भयो भट्टी बस्ने भगवानको नाकमा पसिना आयो भने मेरो केमा पसिना आयो भने त्यो भट्टीमा बस्या होइन त सत्य मान्छेले त्यो बोल्छ असत्य हो सत्य मान्छेले त कमेन्ट लेख्छ नि राम्रो लेख्छ नि भनेर दुनियाँ भाषा लेख्छ त्यसो भने आमा बाउ हुँदैन दिदी बहिनी हुँदैन मैले लेखेको शब्दले मेरो आमा बाउको छोरा हो भनेर नेपाली संस्कार छौँ नेपाली सभ्यतामा छौँ हाम्रो संस्कार र सभ्यता नाना थरीको नाम लिएर चाहिँ उ गर्छ कमेन्ट लेख्छ तपाईँ भन्नु म त होला तर यो र ऊ त भन्दैन नि त्यो त भन्नुपर्ने असभ्य भाषा हुँदैन अनि
कतिको सभ्य रहेछन् कतिको असभ्य रहेछन् त्यो कमेन्टले यो पछिल्लो समय लुसिफरको ट्याग लागिरहेछ क्या यो लुसिफर भनेको रहेछ त्यही लुसिफर भने यो अङ्ग्रेजी भाषाहरू मलाई थाहा अहिले लुसिफर भनिरहेछन् क्या शैतान भनिरहेछन् अब जे भनौँ न होइन त्यो उहाँको बालन शैतान हुन् लुसिफर हुन् होइन म भन्न सक्दिनँ उहाँ शैतान हुन् न शैतान हुन् त्यो जनताले गर्ने कुरा हो मैले जे भन्नु त्यो भनिसकेँ होइन ध्वस्तै बनाएर सिद्ध्याएर राजदरबार सिद्ध्याउने बालन शाखा बा हुनु भने देश सिद्ध्याउने बालेन हुन् भन्दैछन् त्यो त जनताले बुझेछ नि त जनताले जे भन्छन् जनताको आफ्नो स्वतन्त्रता छ मैले जे भन्नुपर्ने विगतमा भनिसकेँ अब एउटै मान्छेलाई पटक 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 म भन्ने मान्छे होइन कि मरेको लासलाई लात्ती हान्ने मान्छे होइन म जीवित व्यक्ति अनि कहिले म त्यही मरेको मरेको छैन कि ढल्या मरेको जस्तो मरेको छ कि लात्ता लाने उठ्छ कि को तपाईँले भनेको त्यो मरेको लासलाई होइन होइन लात्ता लाने उठ्दैन जो मरिसक्यो भनेर जे के अरे घोषित हुन्छ त्यस्ता मानिसलाई पूजा गर्नु अरे अब देशको अवस्था के हुन्छ गुरु तपाईँको ध्यान दृष्टिले पवित्र आश्रममा हुनुहुन्छ बस्नु भएको छ एउटा तपाईँको ध्यान दृष्टिले नभनिदिनु दियो छोएर भन्दैछु म बारम्बार दियो छोएर छातीमा हात राखेर छातीमा हात राखेर दियो छोएर मैले बारम्बार भन्दैछु यो हप्तामा मात्रै म 5 चोटि 4 चोटि अस्ति एकचोटि 5 चोटि म दक्षिणकाली गएँ प्रत्येक चोटि मैले के छ दक्षिणकालीको एउटा त्यो सन्देश के ल्याउनु भएको छ के छ ल भनिदिनुहोस् 3 करोड हाराले जनतालाई हो कालीले के भन्नुहुन्छ भने नि जुन यो 82 जना भन्दा बढीले रगत बगाए उनीहरुको हैन 76 जनाले कहाँबाट 82 आए फेरि तपाईले 82 जना भन्छ तपाई त्यो हावाको गनी 82 जना भन्दा बढी छ टोटल न्यूज हेर्नुस् कहाँ देख्नुभयो तपाईले 82 अरे देवी कालीले भनेको सत्य हुन्छ सत्य नै हुन्छ 82 जना भन्दा बढी मरिसके तपाई खोक्रो कुरा नगर्नुस् राम्रोसँग सूचना हेर्नुस् 76 आयो हत्तेरी 82 भइसक्यो भने हामी मन्दिरमा बसेर भन्छौं देवीले भनेको कुरा कहिले पनि झुट हुँदैन देवीले भनेको झुट हुँदैन हुँदैन झुट त भयो त कसरी भयो 76 भइराछ अरे 82 भइसक्यो सामाजिक सञ्जालमा सबै 76 राम्रो सामाजिक सञ्जालमा त 82 कहाँबाट आयो 82 ए सामाजिक सञ्जालमा तपाईहरु राम्रोसँग हेर्नुस् 82 जना भइसकेछ सामाजिक सञ्जाल न्यूज नै आइसकेछ आधिकारिक रूपमा न्यूज आछ तपाईहरु कोट्याउनुस् तपाईहरु कर्तव्य हो नि त अनि तपाईले भन्नुभयो हो त मैले भने त 82 भन्नुभयो 76 82 प्लस भनेछु आज 82 करोड प्लस अनि कति भयो सबै 90 पुगे 82 प्लस भने चाहिँ आफै बुझ्नुस् जति पनि 82 प्लस छ अनि यसरी हावादारी कुरा हावादारी फैलाउनु भएन के हैन यथार्थ सत्य हो हैन अब बा फैलाउनु भएन तपाई जस्तो एउटा सच्चा धर्मगुरुले हे भगवान यथार्थ सत्य हो यो भोलिका दिनमा जनताहरुले पनि नोट आउला भोलि आउँछ थाहा हुन्छ हैन पर्दाफास हुन्छ पर्दाफास हुन्छ 82 जना भन्दा बढी मृत्यु हुने छन् हैन कति जना भयो मलाई थाहा छैन अब फेरि मृत्यु हुने क्रममा जारी नै छ 82 जना भन्दा बढी मर्ने अझ मृत्यु हुने छन् 82 जना भन्दा बढी मर्नेवाला छन् अस्तिको आन्दोलनको कारणले गर्दाखेरि यिनीहरुको सपना पूरा हुँदैन जबसम्म यिनीहरुको सपना पूरा हुँदैन तबसम्म रक्तचाप भइराख्छ भनेर कालीले भन्नुभयो त अनि म झुटो बोलौं तपाई सत्य बोलिरहनु भएको छ हो तपाई बोले कि तपाई भित्र रहेर काली बोले हो म भित्र रहेर काली बोलेको अनि पताउने अरे यथार्थ सत्य भोलि आउँछ त सोध्नुस् त गुरु तपाईले भने सत्य भने तपाईले के भन्दै हुनुहुन्छ त मैले 82 काट्दैन 84 मा चुनाव हुँदैन मिसन 84 नभन्नुस् भने रविलाई गाली गर्दा म पत्याउने भन्नुभयो थियो त हैन अहिले पत्याउनु भयो हैन तपाईको बोलीमा अहिले पत्याउनु भयो त हैन हैन गुरु तपाईको बोलीमा के छ त्यस्तो के तपाईले भनेको ठ्याक्कै मिल्नु पर्ने मिल्ने मिल्छ देवीको शक्ति हो शक्ति छ साधक हुनु पर्यो तपाईमा पनि छ त्यो शक्ति साधना गर्न जान्नु पर्यो प्रत्येक मानवमा छ त्यो शक्ति सबै मान्छे मानवमा छ शक्ति सबैमा छ प्रत्येक मान्छे जन्मेपछि त्यो शक्ति हुन्छ के तर उ सांसारिक मोह सांसारिक लोभ मोह पापमा फसेको हुन्छ सांसारिक दुनियाँमा फसेको हुन्छ कुनै पनि साधकले यथार्थ सत्य जे बोल्छ त्यो देख्छ त्यो हुन्छ 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 हैन हुन्छ